तपाईहरुले चाहिँ राष्ट्रिय परिचय पत्रको लागि धेरै समय अगाडिदेखि एप्लाई गर्नु भएको थियो तर अहिलेसम्म राष्ट्रिय परिचय पत्र आएको छैन भने आज म तपाईहरुलाई यस्तो जानकारी लिएर आएको छु। त्यो जानकारीले चाहिँ तपाईले अब राष्ट्रिय परिचय पत्र आफ्नो मोबाइलबाटै पाउन सक्नुहुन्छ। त्यो कसरी त? अहिले सरकारले एउटा नयाँ जानकारी दिएको छ। तपाईहरुले आफ्नो राष्ट्रिय परिचय पत्र चाहिँ मोबाइलबाट सजिलैसँगले डाउनलोड गरेर त्यसलाई चाहिँ प्रिन्ट गरेर कामकाज गर्नको लागि चलाउन सक्नुहुनेछ भनेर सरकारले जानकारी दिएको छ। त्यो चाहिँ कसरी डाउनलोड गर्ने, कहाँबाट डाउनलोड गर्ने, त्यसको प्रक्रिया के होला लगायतका सम्पूर्ण विषयको जानकारीहरू म लिएर आइसकेको छु। यो भिडियो तपाईले पुरा हेर्नुभयो भने त्यो सम्पूर्ण विषयको जानकारी पाउन सक्नुहुनेछ। तपाईहरुले हाम्रो यो भिडियो चाहिँ सर्च मार्फत युट्युब, टिकटक अथवा फेसबुकको सर्च मार्फत हेर्दै हुनुहुन्छ भने पुरा भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल नेपाली सोलुसन, त्यस्तै फेसबुक पेज नेपाली सोलुसन र हाम्रो टिकटक नेपाली सोलुसनमा गएर पुरा भिडियो हेर्न सक्नुहुनेछ। र अब लागौं पुरा विषयवस्तुतर्फ। अहिले जुन मैले तपाईहरुसँग कुरा गरिरहेको छु राष्ट्रिय परिचय पत्र मोबाइलमा सजिलै डाउनलोड गर्न सकिन्छ भन्ने विषयको, त्यसको लागि तपाईहरु सबैभन्दा सुरुमा आफ्नो मोबाइलको जुनसुकै एउटा ब्राउजरमा जानुपर्ने हुन्छ। तपाईसँग कुन ब्राउजर छ तपाई त्यो ब्राउजरमा जानुहोस्। जस्तै तपाईसँग क्रोम ब्राउजर छ भने क्रोम खोल्नुहोस्, मोजिला ब्राउजर छ भने मोजिला ब्राउजर खोल्नुहोस्, सफारी ब्राउजर छ भने सफारी ब्राउजर खोल्नुहोस् र तपाई कम्प्युटरमा हुनुहुन्छ भने पनि तपाई कम्प्युटरमा गएर पनि कुनै पनि ब्राउजर खोल्न सक्नुहुन्छ। धेरै जना व्यक्तिहरुले मोबाइल चलाउनु भएको हुनाले मैले तपाईलाई मोबाइलमा देखाइरहेको छु। तपाईले यतापट्टि साइडमा मोबाइलको स्क्रिन पनि देख्दै हुनुहुन्छ होला। मैले यतापट्टि साइडमा मोबाइल स्क्रिन पनि अगाडिदेखि नै राखिदिएको छु। र अब तपाई सबैभन्दा सुरुमा आफ्नो एउटा कुनै पनि ब्राउजरमा जानुहोस् र यहाँनेर तपाईले टाइप गर्नुपर्ने छ ENID लेखेर तपाईले टाइप गर्नुपर्ने छ। जब तपाई ENID लेखेर टाइप गर्नुहुन्छ तब त्यसपछि यहाँनेर डाउनलोड योर ENID लेखेको एउटा आउँछ भने अर्को ENID डाउनलोड गर्न सकिने सेवा सुरुवात गरिएको सूचना भनेर अर्को एउटा दुईटा यहाँनेर तपाईले ट्याब देख्न अथवा लिंक देख्न सक्नुहुन्छ। तपाईले अब आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गर्नको लागि यहाँनेर माथि डाउनलोड योर ENID लेखेको छ त्यहाँनेर यसरी क्लिक गर्नुहोस्। जब तपाईले यहाँनेर क्लिक गरिसक्नुहुन्छ तब त्यसपछि यहाँनेर तपाईले माथि देख्न सक्नुहुन्छ गभर्नमेन्ट अफ नेपाल, मिनिस्ट्री अफ होम लगायतका कुराहरू यहाँनेर देख्न सक्नुहुन्छ। यो पढ्दा धेरै समय जाने हुनाले मैले छोटकरीमा भने र त्यसपछि थोरै तल तपाई गइसकेपछि डाउनलोड योर ENID लेखेको छ। अब यहाँनेर तपाईले देख्न सक्नुहुन्छ फुल नेम नेपालीमा भनेको छ। तपाई चाहिँ यो फुल नेम नेपालीमा अहिले आउँदैन भने यो छोड्दिनुहोस्। यहाँनेर अर फुल नेम इंग्लिशमा भनेको छ। अब यहाँनेर तपाईले इंग्लिशमा मात्रै टाइप गर्दा पनि हुन्छ। त्यसको लागि अब तपाई यहाँनेर इन्टर योर फुल नेम लेखेको ठाउँमा यहाँनेर टाइप गर्नुहोस्। मैले चाहिँ यहाँनेर सेक्युरिटी रिजन को कारणले चाहिँ यहाँनेर ब्लर गरेको छु किनभने यो चाहिँ सेन्सिटिभ डाटाहरु हो। तपाईले यहाँनेर मागे जति कुरा भर्न सक्नुहुन्छ। जस्तै फुल नेममा तपाईको नाम जे छ नागरिकतामा त्यो हाल्नुहोस्। त्यसपछि इन्टर योर डेट अफ बर्थ नेपाली भनेको छ। नेपालीमा तपाईले यहाँनेर डेट अफ बर्थ हाल्नु होला। यो चाहिँ तपाईले इंग्लिशमा टाइप गर्नुभयो भने पनि अटोमेटिक यसले नेपालीमा कन्भर्ट गरेर यहाँनेर देखाइदिन्छ। त्यसपछि अर्को इन्टर योर सिटिजन इस्यु डेट भनेको छ। यो चाहिँ जस्तै तपाईहरुले आफ्नो नागरिकताको पछाडी गएर हेर्नुभयो भने नागरिकता इस्यु डेट भनेर लेखेको हुन्छ। त्यो इस्यु डेट चाहिँ यहाँनेर हाल्नु पर्ने छ। तब त्यसपछि यहाँनेर मुन्ती हेर्नुभयो भने तपाईको क्याप्चा फिल गर भन्छ। यहाँनेर म तपाईलाई क्याप्चा फिल गरेर देखाउँदै छु। जस्तै कैपिटल G K कैपिटल L 7 UP। तब त्यसपछि अब यहाँनेर यसरी सर्चमा क्लिक गर्नुहोस्। जब तपाईले यहाँनेर सर्चमा क्लिक गर्नुहुन्छ तब त्यसपछि तपाईले यहाँनेर देख्दै हुनुहुन्छ होला मैले हल्का ब्लर गरेको छु। यहाँनेर मेरो फोटो, राष्ट्रिय परिचय पत्रको नम्बर र के डिटेल्सहरु दिएको छ। अब तपाईले सेम टु सेम हाम्रो जस्तो राष्ट्रिय परिचय पत्र छ त्यस्तै डाउनलोड गर्नको लागि यहाँनेर डाउनलोड कार्ड लेखेको छ। यहाँनेर अब तपाईले क्लिक गर्नुपर्ने हुन्छ। जब तपाईले यहाँनेर डाउनलोडमा क्लिक गरिसक्नुहुन्छ तब त्यसपछि यहाँनेर इन्टर योर फुल नेम नेपालीमा भनेको छ। यहाँनेर तपाईलाई नेपाली टाइप गर्न आउँदैन भने उतापट्टि कन्भर्टरमा गएर अथवा कुनै माध्यमबाट नेपालीमा तपाईले आफ्नो नाम लेख्नुपर्ने छ र यहाँनेर टाइप गरिसकेपछि डाउनलोडमा क्लिक गर्नुहोस्। जब तपाईले डाउनलोडमा क्लिक गर्नुहुन्छ यहाँनेर मेरो डाउनलोड भइसकेको छ। अब यहाँनेर म ओपन गर्दै छु। जब मैले यहाँनेर ओपनमा क्लिक गरे
तब त्यसपछि यहाँनिर इन्टर पासपोर्ट भनेको छ। यो तपाईँले त्यहाँनिर जब डाउनलोडमा क्लिक गर्नुभयो नाम हालेर, हाल्ने बित्तिकै एउटा नोटिफिकेसन आएको थियो, तपाईँले त्यो याद गर्नु भएन होला, मैले यता साइडपट्टि राखिदिएको छु, तपाईँले हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ के भनेको छ भने तपाईँले आफ्नो नामको 4टा अक्षर चाहिँ क्यापिटलमा राख र बर्थ डेट चाहिँ हाल भनेको छ। त्यो चाहिँ तपाईँले जहिले पनि आफ्नो नाम तपाईँको जेसुकै होस् अगाडिको 4टा अक्षर र तपाईँको जन्मेको साल चाहिँ तपाईँले हालेर यहाँनिर डनमा क्लिक गर्नुभयो भने यसरी तपाईँको राष्ट्रिय परिचय पत्र चाहिँ अब सजिलैसँगले यहाँ स्क्रिनमा देखिन्छ। र यसलाई चाहिँ तपाईँले अब सजिलैसँगले फोटो स्टुडियो हुँदै गएर प्रिन्ट आउट निकालेर यो चाहिँ बोकेर तपाईँ अब काम चलाउन सक्नुहुन्छ। किनभने यो र अरिजिनलमा खासै केही फरक छैन, जम्मा जम्मी अरिजिनलमा एउटा चिप आउँछ, यो कपीमा यहाँनिर पछाडि क्युआर दिएको छ, त्यो क्युआर कोडमा तपाईँहरूको सम्पूर्ण डाटा राखिएको छ। र यसरी सजिलैसँगले तपाईँहरूले राष्ट्रिय परिचय पत्र मोबाइलमा डाउनलोड गरेर बोकेर हिँड्न सक्नुहुन्छ। हस्त साथीहरू, तपाईँहरूलाई यो जानकारी कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने यो भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। त्यस्तै अन्य साथीहरूले पनि जानकारी लिनुहोस् भन्ने चाहनुहुन्छ भने यो भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु होला। र हामी अर्को भिडियोमा अर्को नयाँ जानकारी लिएर आउने नै छौँ।